नमस्कार सबैलाई आजको यस भिडियोमा तपाईहरुलाई म स्वागत गर्दछु। धेरै लामो समय पछाडी आज म भिडियो बनाउँदै छु। एकदमै व्यस्तताले गर्दाखेरि 4.5 महिना भएछ। यसो हेर्दाखेरि 4.5 महिना भइसकेछ मैले भिडियो हालेको। बीएड फर्स्ट इयरको लागि भिडियो मैले हालेको थिए। यो भन्दा अगाडि पपुलेसनको हालेको थिए 4.5 महिना अगाडि। लामो समय पछाडी अब बीएड सेकेन्ड इयरको लागि म भिडियो हाल्दै छु। साइकोलोजीको आज मैले भिडियो लिएर आएको छु। तपाईहरुले पहिलाको त्यो 4.5 महिना अगाडि हाले तापनि धेरै कमेन्ट गर्नुभयो क्या, बीएड सेकेन्ड इयरको लागि पनि ल्याइदिनु न भनेर। अनि धेरैले कमेन्ट गर्नुभयो। त्यसकारणले पनि अनि अलिकति म व्यस्तताबाट हटेर अलिकति फुर्सदमा आएको कारणले गर्दाखेरि पनि मैले बीएड सेकेन्ड इयरको लागि आउँदो एक्जाम आउन आँटेको छ 16-17 गतेदेखि छ। त्यो एक्जामको लागि साइकोलोजीको इम्पोर्टेन्ट क्वेशनहरु त्यही पनि मैले लेसन वाइज भन्नाले फर्स्ट लेसनमा कुन छ शिक्षकका लागि शिक्षा मनोविज्ञान। अब यो लेसनबाट आउन सक्ने 3-4 वटा प्रश्नहरु मैले राखेको छु। अनि सेकेन्ड लेसनबाट पनि आउन सक्ने 3-4 वटा, थर्ड लेसन, फोर्थ लेसन, सबै लेसन वाइज मैले त्यतिकै सबै समेटेर क्वेशनहरु बनाएको छैन। प्रत्येक लेसनबाट जस्तै फर्स्ट लेसनबाट 3-4 वटा, सेकेन्ड लेसनबाट 3-4 वटा, थर्ड लेसनबाट 3-4 वटा, प्रत्येकबाट 3-4 वटा, 5-6 वटा, 3-4 वटा, 5-6 वटा हो त्यस्तै मात्र बनाएको छु। इम्पोर्टेन्ट बनाएको छु। तपाईहरुलाई यो हेरिसकेपछि प्रत्येक लेसन किताबलाई तपाईले त्यसरी घण्टौं लगाएर देखेर गरिरहनु पर्दैन, पढिरहनु पर्दैन। यो पढ्नु भयो, यो तपाईले बुझ्नु भयो भने तपाईलाई सबै कुराहरु, धेरै कुराहरु, सबै कुरा त म भन्दिन तर धेरै कुराहरु तपाईलाई ज्ञात हुन्छ, थाहा हुन्छ। त्यही भएर यो भिडियो अन्तिमसम्म हेर्नु होला र यसको पार्ट 2 पनि आउँछ। अर्थात यो अब प्रत्येकको 5-6 वटा भनेपछि त अनि 11 वटा हाम्रो लेसन छ। 11 वटा लेसनमा पनि अनि प्रत्येकको 3-3 वटा मात्रै भयो भने 33 वटा क्वेशनहरु बन्छ कि बन्दैन भने त अनि प्रत्येकको 3-4 मात्रै छैन, कुनैको 6 वटा पनि छ, कुनै 5 वटा छ, कुनै 4 वटा छ भनेपछि 40 वटा भन्दा माथि क्वेशनहरु छ। यसको एन्सरहरु पनि मैले लामै बनाएको छु किनभने जति लामो क्वेशन एन्सरहरु भयो त्यति धेरै जानकारीहरु थाहा हुन्छ। अनि जानकारीहरु जति धेरै थाहा भयो त्यति धेरै लेख्न सहज हुन्छ भनेर मैले लामो बनाएको छु। चिन्ता नगरिकिन अब सुरुवात गरौँ। आज चाहिँ हामी लेसन 5 सम्म अर्थात एकाइ 5 सम्मको गर्छौं। बाँकी रहेको 6 वटा एकाइको चाहिँ म भोलि नै हालिहाल्छु। आज यो भइगयो, भोलि नै तपाईहरुलाई म यसको लेसन 6 को पनि हाल्दिहाल्छु। जोडिरहनु होला र म निरन्तर आज साइकोलोजीको भयो, भोलि पपुलेसन सिचुएसनको, अनि फेरि पपुलेसन डायनामिकको हो त्यस्तै गरेर अनि बीएड सेकेन्ड इयरको विशेष गरेर मेजर नेपाली तर्फको म सबै हाल्ने गर्छु। मेजर इंग्लिशको पनि म प्रयास गर्ने छु तर मेजर नेपालीको चाहिँ विशेष गरेर सबैको हाल्ने छु। तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिरहनु होला। त्यसो गर्नुभयो भने चाहिँ मैले भिडियो हाल्न साथ तपाईहरुकोमा आइपुग्छ। म एकदमै खोजेर तपाईहरुको लागि अब एक्जाम नजिक छ, त्यही भएर तपाईहरुको लागि खोजेर मजाले अब्जेक्टिभ क्वेशनहरु पनि ल्याएर आउने छु। सबैको चिन्ता नगरिकिन भाषा विज्ञानहरुको, कविता काव्यहरुको सबैको लिएर आउने छु। चिन्ता नगरिकिन बस्नु होला है। पढ्नु भएको छैन भने पनि धेरै चिन्ता गर्नु पर्दैन, पढ्दै गर्नु होला र मेरो भिडियो पनि हेर्दै गर्नु होला। तपाईलाई केही मात्रामा, धेरै मात्रामा सहयोग चाहिँ मिल्नेछ। अब भिडियोतर्फ अघि बढौं। भिडियोमा मैले यहाँ अगाडि नै लेखेको छु मोस्ट इम्पोर्टेन्ट क्वेशन सल्युसन बीएड सेकेन्ड इयर साइकोलोजी। वेलकम ब्याक किन भनेको नि मैले 4.5 महिना भइसक्यो भिडियो नहालेको, त्यही भएर वेलकम ब्याक भनेको है टु माई च्यानल विवेक सायर है। अब लेसन सुरुवात धेरै अरु कुरा नगरिकिन सुरुवात गरिहालौं। एकाइ 1 हाम्रो शिक्षकका लागि शिक्षा मनोविज्ञान भन्ने छ, एजुकेशनल साइकोलोजी फर टिचर्स हैन। शिक्षकका लागि शिक्षा मनोविज्ञान चाहिँ किन आवश्यकता पर्छ त टिचर्सको लागि भन्ने कुरा छ। यसमा मेन त धेरै त्यो व्यापक कुरा छैन, नर्मल कुरा छ हैन। शिक्षा मनोविज्ञान किन चाहिन्छ विद्यार्थीको लागि, विद्यार्थीको मनोभाव बुझ्न, अलिकति व्याख्या गर्दैको नि, विद्यार्थीको मनोभाव बुझ्न, उनीहरुलाई बुझेर
राम्रोसँग पढाउनको लागि हैन पढाइ चाहिँ सकारात्मकतातर्फ अघि बढाउन हो त्यस्तै कुराहरू छ क्वेशनहरू हेरौँ यहाँबाट आउन सक्ने क्वेशनहरू हेरौँ अहिले अलिकति जाडो छ ल पहिलो नम्बरमा क्वेशन छ डिफाइन द साइकोलोजी एन्ड एजुकेसनल साइकोलोजी मनोविज्ञान र शैक्षिक मनोविज्ञानलाई परिभाषित गर्नुहोस् यही गरेर तपाईहरुको एक्जाममा पनि क्वेशन तपाईहरुलाई थाहा छदैछ फर्स्ट इयरमा जसरी आएको थियो फर्स्ट इयरमा के आएको थियो भन्दाखेरि फर्स्ट अफ अल 20 वटा के रे तपाईहरुको अब्जेक्टिभ क्वेशन आउँछ त्यसमा चाहिँ इंग्लिशमा मात्रै आउँछ अप्सन पनि इंग्लिशमै हुन्छ अनि सब्जेक्टिभ चाहिँ नेपालीमा पनि अप्सन हुन्छ इंग्लिशमा पनि अप्सन हुन्छ तपाईलाई जुन सजिलो लाग्छ त्यही पढेर एन्सर गर्दा हुन्छ मैले दुईटै पढिरहेको छु एउटा मात्रै पढ गर्दा नि हुन्छ अब पहिला मनोविज्ञान भनेको के हो त्यो भन्नु पर्यो त्यसपछि शिक्षा मनोविज्ञानलाई परिभाषित गर्नु पर्यो दुईटालाई परिभाषित मात्रै गर्ने हो मनोविज्ञान भनेको मानवको व्यवहार र मानसिक प्रक्रियाको वैज्ञानिक अध्ययन गर्ने विज्ञान हो यसले मानिसको सोच भावना इच्छा अनुभूति तथा क्रियाकलापलाई अध्ययन गर्दछ मान्छेको बारेमा मान्छेको मस्तिष्क मान्छेको व्यवहारलाई अध्ययन गर्ने शास्त्र के हो त भन्दाखेरि मनोविज्ञान हो मान्छेको बारेमा अध्ययन गर्ने है अब शिक्षा शैक्षिक मनोविज्ञान भनेको के हो त अब मनोविज्ञान भनेको मान्छेको बारेमा अध्ययन गर्ने रहेछ अब शैक्षिक लाग्नेबित्तिकै शिक्षासँग सम्बन्धित मात्रै क्या मान्छेको बारेमा त हो तर शिक्षासँग सम्बन्धित मात्रै भनेपछि यहाँ हेर्नु है शैक्षिक मनोविज्ञान भनेको कता सर्छ हो भनेको शिक्षा क्षेत्रमा लागू गरिने मनोविज्ञानको शाखा हो यसले शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीको व्यवहार क्षमता रुचि आवश्यकता तथा व्यक्तिगत भिन्नताको अध्ययन गर्दछ शिक्षा क्षेत्रमा मात्रै विद्यार्थी कस्तो व्यवहार गर्छन् कति पढ्छन् सिक्नलाई कति रुचि देखाउँछन् सिकाइको क्रममा ध्यान अरूतिर लाग्छन् कि लाग्दैन जस्तै कक्षा कोठामा अरूतिर मात्रै ध्यान दिएर बस्ने अनि ध्यानै नदिने नपढ्ने हो त्यस्तो खालको हुन्छ नि हो त्यसको अध्ययन गर्ने शास्त्र शैक्षिक मनोविज्ञान हो कुरा बुझ्यो ल ठीक छ समग्र परिभाषा भन्नुपर्दा दुईटैको मनोविज्ञान भनेको मानवको व्यवहार तथा मानसिक प्रक्रियाको वैज्ञानिक अध्ययन हो भने शैक्षिक मनोविज्ञान त्यही मनोविज्ञानको शिक्षा क्षेत्रमा प्रयोग गरिने शाखा हो जसले शिक्षण सिकाइ प्रक्रियामा विद्यार्थीको व्यवहार सिकाइ क्षमता रुचि आवश्यकता र व्यक्तिगत भिन्नताको अध्ययन गर्दछ कुरा स्पष्ट छ मनोविज्ञान भनेको मान्छेको व्यवहार अध्ययन गर्ने हो मान्छेको बारेमा अध्ययन गर्ने हो शैक्षिक मनोविज्ञान अर्थात शिक्षा मनोविज्ञान भनेको चाहिँ त्यही मान्छेको बारेमा अध्ययन गर्ने क्रममा मान्छेको बारेमा मात्रै नभई एउटा मात्रै क्षेत्र के मान्छेको बारेमा त्यो व्यवहार त्यति धेरै पर्दैन मान्छेको सिक्ने व्यवहारमा सिकाइको क्रममा उले कस्तो सिक्ने व्यवहारहरू कस्तो देखाउँछ रुचि क्षमताहरू कस्तो देखाउँछ अनि सिकाइमा कतिको उले रुचि दिन्छ हो त्यस्तो खालको कुरा मात्रै यसभित्र पर्छ अब हामी दोस्रो प्रश्नतर्फ लागौं तपाईहरुलाई अझै मजाले पढेर गर्नु छ भने स्टप गरेर पढ्न पनि सक्नुहुन्छ है अब 2 नम्बरमा छ साइकोलोजी डिफाइन्ड एज द साइन्स अफ बिहेभियर एक्सप्लेन विथ रिजन मनोविज्ञानलाई व्यवहारको विज्ञानको रूपमा परिभाषित गरिएको छ तर्कसहित व्याख्या गर्नु यो इंग्लिश र नेपालीमै पढ्दाखेरि अलिक समय लाग्ने भयो कि एउटा मात्रै पढ्छु ल म अब क्वेशन मैले दुईटैमा बनाएकै छु तपाईहरुलाई चिन्ता गर्नु पर्दैन ल मनोविज्ञान व्यवहारको विज्ञानको रूपमा परिभाषित गर्नुहोस् कसरी व्यवहारको विज्ञान हो त मनोविज्ञान अहिले भर हामीले भन्यौ मनोविज्ञान हुन्छ व्यवहार मान्छेहरुको व्यवहार बुझ्ने हैन उनीहरुको रुचि चाहनाहरु बुझ्ने कुरा हो भनेपछि कसरी व्यवहारको विज्ञान हो त परिभाषित गर्नुहोस् तर्क सहित हैन आफ्नो एक्सप्लेन गर्ने रिजन केही कारण सहित मनोविज्ञानलाई व्यवहारको विज्ञान भनिन्छ किनकि यसले मानव तथा प्राणीहरुको देखिने र मापन गर्न सकिने व्यवहारको वैज्ञानिक अध्ययन गर्दछ प्रारम्भिक समयमा मनोविज्ञानलाई आत्मा वा चेतनाको अध्ययन मानिन्थ्यो तर आधुनिक मनोविज्ञानको वैज्ञानिक विधि अपनाएर प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने व्यवहारलाई अध्ययनको केन्द्र बनाएको छ व्यवहार भनेको व्यक्ति कुनै उद्दीपन स्टिमुलस प्रति गर्ने प्रतिक्रिया हो जसलाई अवलोकन मापन र परीक्षण गर्न सकिन्छ मनोविज्ञानले मानिस कसरी सिक्छ कसरी प्रतिक्रिया जनाउँछ कसरी निर्णय गर्छ र वातावरणसँग कसरी अन्तरक्रिया गर्छ भन्ने विषयलाई प्रयोग अवलोकन र परीक्षणका माध्यमबाट अध्ययन गर्दछ यसरी मनोविज्ञानले अनुमान वा दार्शनिक सोच भन्दा बढी
वस्तुनिष्ठ प्रमाणमा आधारित र वैज्ञानिक विधिबाट व्यवहारको अध्ययन गर्ने भएकाले मनोविज्ञानलाई व्यवहारको विज्ञानको रूपमा परिभाषित गरिन्छ। स्पष्ट छ, कुरा ठीक छ। यो 1 र 2 को चाहिँ मैले ठिक्क एन्सर गरिदिएको छु। अलिक पछि जाँदै गएपछि चाहिँ मैले लामो एन्सर गरेको छु। लङ क्वेसनको लागि पनि भयो। लङ क्वेसन सर्ट क्वेसनमा आयो भने पनि त्यो कन्टेन्ट त जति कन्ज्युम गर्यो त्यति राम्रो हो नि त हैन, पछि लेख्न सजिलो हुन्छ। अब हामी तेस्रो नम्बरतर्फ लाग्यौं। मैले एउटा मात्रै पढेँ ल। मनोविज्ञानको अर्थ व्यवहारको अध्ययन गर्ने विज्ञानको रूपमा उपयुक्त उदाहरणको साथ स्पष्ट पार्नुहोस्। मनोविज्ञानको अर्थ व्यवहारको अध्ययन गर्ने विज्ञानको रूपमा उपयुक्त उदाहरणको साथ स्पष्ट पार्नुहोस्। कुरा क्लियर छ नि हैन? अब एन्सर तर्फ लागौं। मनोविज्ञान भनेको पहिला अर्थ गर्नु पर्यो नि त। व्यवहारको अध्ययन गर्ने विज्ञानको रूपमा पनि स्पष्ट पार्नु पर्यो पहिला अर्थ। मनोविज्ञान भनेको मानव तथा अन्य प्राणीहरूको व्यवहारको वैज्ञानिक अध्ययन गर्ने विज्ञान हो। अघि हामीले भनिहाल्यौं, यहाँ व्यवहार भन्नाले व्यक्तिको कुनै उद्दीपन प्रति देखाउने बाह्य तथा आन्तरिक प्रतिक्रिया जनाउँछ। जस्तै कुनै कुरा देखो, जस्तै एउटा बाघ देखो मान्छेले, बाघ देखे पछाडि उले बाह्य रूपमा डराउँछ नि त, भाग्छ, भित्र रूपमा पनि डराइरहेको हुन्छ। त्यही प्रतिक्रिया, त्यसलाई नै उद्दीपन भन्छ क्या, त्यसलाई नै प्रतिक्रिया भन्छ। उद्दीपन भनेको अर्थ बुझ्नु भएन भने कुनै देखो, त्यो देखेपछि उले के व्यवहार गर्यो त, त्यो हो। अब हेर्नु है, एउटा कमजोर बच्चा देखो, कमजोर बच्चा देखेपछि उले या मान्छे लडिरहेको बच्चा देखेपछि त्यो अर्को बच्चाले कुन व्यवहार देखायो त? जस्तै उ प्रति हाँसो, खिल्ली उडायो, त्यस्तो पनि बच्चा हुन्छन्, खिल्ली उडायो कि भित्रदेखि खुसी भयो, लडो भनेर खुसी भयो कि त्यो बच्चालाई चाहिँ भित्रदेखि त्यस्तो दुखी भयो, लडो भनेर अनि उठाउनको लागि मद्दत गर्न अघि बढ्यो त, कस्तो व्यवहार देखायो त? हो, त्यही व्यवहारको अध्ययन गर्दछ के मनोविज्ञानले। ल, कुरा त्यस्तै छ। प्रतिक्रिया जनाउँछ जसलाई अवलोकन, मापन र विश्लेषण गर्न सकिन्छ। मनोविज्ञानले मानिसको सोच, भावना, सिकाइ, स्मरण, प्रेरणा र प्रतिक्रियालाई वैज्ञानिक विधिबाट अध्ययन गर्दछ। उदाहरणको लागि हेरौँ है, कक्षामा शिक्षकले प्रश्न सोध्दा केही विद्यार्थी तुरुन्त हात उठाउँछन्, केही मौन बस्छन् र केही डराएको जस्तो देखिन्छन्। मैले अघि एउटा पनि उदाहरण दिए, दुईटा उदाहरण दिए, यो पनि अब त्यस्तै खालको छ। यी सबै विद्यार्थीका फरक व्यवहार हुन्छन्। मनोविज्ञानले किन केही विद्यार्थी सक्रिय छन्, किन केही डराउँछन् र किन केही चुप लाग्छन् भन्ने कारणलाई अवलोकन, परीक्षण र अध्ययन मार्फत स्पष्ट पार्छ। किन त? मेन त कारण के हुन्छ भने कोही विद्यार्थीहरूको हात उठाउने विद्यार्थीको त तपाईहरुलाई थाहा छँदैछ, यो सबैलाई थाहा हुन्छ। उनीहरुको कन्फिडेन्स लेभल हाई हुन्छ, उनीहरु अब कक्षामा ध्यान दिएर बसेका हुन्छन् अनि त्यो सरले कतिखेर त्यो कुरा सोध्नुहुन्छ। म पनि विद्यार्थीहरुलाई त्यो कहिलेकाहीँ सोध्छु के, अनि कहिलेकाहीँ सोध्छु, प्रायः कक्षाहरुमा सोधिरहेको हुन्छु के पढाए पछाडी यो बारेमा ल भन्नुस् त भनेर, अगाडि सुरुमा पढाएको कुरा यो बारेमा ल भन्नुस् त, कसले आउँदो रह, कसले सुन्नु भएको रह भनेर भन्छु। त्यो सुनिरहनेहरुले, त्यो नोट गर्नेहरुले र त्यो अलिकति बुझ्नेहरुले, अलिकति कन्फिडेन्स लेभल हाई हुनेहरुले अगाडि नै हात उठाउँछन् के, सर म भन्छु भन्दै, अनि त्यसरी चाहिँ गर्नुहुन्छ। कोही चाहिँ जति मैले सम्झाए उसकै लागि मैले दोहोर्याए, तेस्रो चोटि भनिदिए पनि उ चाहिँ हात उठाएर बोल्नै मान्दैन, अनि मैले जबरजस्ती उठायो भने बोल्नै मान्दैन। यो चाहिँ किन हुन्छ त? कोही चाहिँ चुप्प लाएर बस्ने, कोही चाहिँ उठेपछि उठ्नको लागि हतारिने, कोहीलाई चाहिँ उठायो भने उठाएर सोधो मात्रै भनेर रुन थाल्छन्, या अब डराउन थाल्छन् कि कस्तो गुम्सिएर बस्छन्। कोही चाहिँ चुप्प लाएर बस्छन्। किन यस्तो हुन्छ त? किन चाहिँ यस्तो हुन्छ त? विद्यार्थीको किन यसरी चुप्प लाएर बस्छन्, कोही उठ्छन्, कोही डराउँछन्। यही विषयको अवलोकन या परीक्षण गर्ने कार्य नै केले गर्छ त भन्दाखेरि, केले गर्छ भनेको थिए मनोविज्ञानले। गुड, मनोविज्ञानले गर्छ। यसरी व्यवहारलाई वैज्ञानिक रूपमा अध्ययन गरी त्यसका कारण र परिणाम बुझ्ने भएकाले मनोविज्ञानलाई व्यवहारको अध्ययन गर्ने विज्ञान भनिएको। अब तपाईलाई क्वेशन आयो, मनोविज्ञानलाई किन व्यवहारको अध्ययन गर्ने विज्ञान भनिएको भन्दाखेरि अब त प्रश्न गर्नुहुन्छ नि हैन, अब त प्रश्न छ। गुड, अब हामी चौथो नम्बरको क्वेशन तर्फ लागौं है। चौथोको क्वेशन के छ भने यही पहिलो युनिटबाट है, फेरि अरु युनिटबाट हैन, पहिलो युनिटबाटै आउन सक्ने क्वेशनहरु है।
मानव विकासमा परिपक्वता र सिकाइको भूमिकाको व्याख्या गर्नुहोस् भनिएको छ। अब मानव विकास भनेको व्यक्तिमा जन्मदेखि मृत्युसम्म देखिने शारीरिक मानसिक भावनात्मक परिवर्तनहरूको समग्र प्रक्रिया हो। यस विकासमा परिपक्वता मेचुरेसन र सिकाइ लर्निङ दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ। अब परिपक्वताको भूमिका केमा भूमिका भनेको छ? मानव विकासमा परिपक्वताको भूमिका के छ त? परिपक्वता भनेको ऊ अब व्यवहारमा अलिकति व्यवहारिक हुनु हैन, पहिला परिपक्वताको भूमिका। अनि सिकाइ पनि भन्ने छ अर्को, सिकाइको भूमिका। सिकाइ भनेको त कुनै पनि कुरा बुझेर सुनेर त्यस पछाडि व्यवहारमा आउने सकारात्मक परिवर्तनलाई सिकाइ भनिन्छ है। तपाईहरुले 12 मै पढ्नु भएको छ सिकाइको बारेमा हैन। सिकाइ भनेको पढे पछाडि बुझे पछाडि व्यवहारमा आउने सकारात्मक परिवर्तन। कुनै पनि कुरा मैले अहिले पढे, यो पढ्नु सिकाइ हैन, तर यो पढे मैले चुरोट खानु हुँदैन भन्ने कुरा पढे, त्यो पढ्नु सिकाइ हैन। तर पढे पछाडि मैले साच्चै चुरोट खाइन भने चाहिँ अनि चाहिँ सिकाइ हो, अनि चाहिँ सिकाइ भयो। तर चुरोट खानु हुँदैन भनेर पढे तर म चुरोट खाइरहन्छु भने यो सिकाइ भएन है। सिकाइको बारेमा थोरै मैले तपाईलाई भन्दिए, यति कन्सेप्ट बुझ्यो भने सिकाइको बारेमा जुनसुकै क्वेशन आयो भने तपाईले मजाले फर्र हान्दिनुहुन्छ। ल, परिपक्वताको भूमिका पहिला। परिपक्वता जैविक तथा वंशानुगत व्यक्ति प्रक्रियासँग सम्बन्धित हुन्छ। शरीरका अंग, स्नायु प्रणाली र मस्तिष्क क्रमशः स्वाभाविक रूपमा विकसित हुनु नै परिपक्वता हो है। उदाहरणका लागि बच्चाले निश्चित उमेर पुगेपछि मात्र बस्न, उभिन र हिँड्न सक्छ। अर्को उदाहरणको लागि हेरौं, मान्छेहरू 19-20 वर्ष लागे पछाडि एकदमै उनीहरू व्यवहारमा उत्रिने, व्यवहारिक कुराहरू गर्ने हैन। घरको अझै आर्थिक अवस्था कमजोर भएको घरमा त घरको अवस्था बुझेर कामहरू गर्ने हैन, कामहरू गरेर घरमा पैसा दिने, आर्थिक सहयोग गर्ने, त्यो चाहिँ के हो त? परिपक्वता हो। म्याचुरेसन भनेको तपाईलाई थाहा छ। यसमा अभ्यास भन्दा बढी जैविक तयारी आवश्यक हुन्छ। त्यसैले परिपक्वताले मानव विकासको आधार तयार गर्दछ। कुरा बुझ्यो? मानव विकासको आधार कसरी तयार गर्दछ त? कुरा बुझ्यो। सिकाइको भूमिका। सिकाइ भनेको अब सिकाइको भूमिका त म समग्र अलिकति भनिदिन्छु अनि यो सरर पढिदिन्छु ल। सिकाइको भूमिका त के हुन्छ त भन्दाखेरि जब मान्छेहरूले सिकेर व्यावहारिक रूपमा सकारात्मक परिवर्तन ल्याउँछ भने तब उ त नि म्याच्योर भयो नि त, एकदम म्याच्योर भयो। अनि उसको व्यवहार उसको चाहिँ एकदमै उसको विकासको आधार त तयार भयो नि त, उ त विकसित भयो नि त, राम्रो भयो नि त। त्यो अलिकति भन्दिए, अब पढौं पनि। सिकाइ भनेको अनुभव, अभ्यास र वातावरणको प्रभावबाट व्यवहारमा देखिने परिवर्तन हो। सकारात्मक है, यहाँनिर सकारात्मक हाल्न भुलेछु मैले। व्यवहारमा देखिने सकारात्मक परिवर्तन हो है। भाषा सिक्नु, पढ्नु, लेख्नु, जान्नु, सामाजिक नियम पालन गर्नु जस्ता कुराहरू सिकाइबाट सम्भव हुन्छन्। उपयुक्त वातावरण, प्रेरणा र अभ्यासले मानवको मानसिक, सामाजिक र नैतिक विकासमा ठूलो योगदान पुर्याउँछ। अब निष्कर्षमा दुईटै कुरालाई समग्र हेर्नुपर्दा मानव विकासमा परिपक्वता र सिकाइ एकअर्काका पूरक हुन्। परिपक्वताले विकासका लागि क्षमता प्रदान गर्छ भने सिकाइले त्यस क्षमतालाई व्यवहारमा प्रकट गराउँछ। दुवैको समन्वय बिना सम्पूर्ण मानव विकास सम्भव हुँदैन है। अब लेसन 2, लेसन 1 को हामीले 4 वटा क्वेशनहरू सल्भ गर्यौं। अब यी बाहेक अरू पनि आउन सक्छन् क्वेशनहरू, तर यी 4 वटा क्वेशनहरू चाहिँ एकदमै महत्त्वपूर्ण थिए। योबाट फिक्स आउँछ, लेसन 1 बाट फिक्स आउँछ, लेसन 1 बाट क्वेशनहरू आउँछ र यो 4 वटाबाट पनि फिक्स आउँछ। घुमाएर आउला, तर यो 4 वटाबाट तपाईहरुको फिक्स आउँछ। त्यही भएर मजाले पढ्नुस्, मजाले कुरा नरट्नुस्। म त रट्नु कहिले पनि भन्दिनँ, विद्यार्थीलाई पनि म कहिले पनि म पढाउँदै गर्दा नानीहरु यो रटेर आउनु कहिले नै भन्दिनँ। नानी हो यो बुझेर आउनु है, पढ्नु, बुझ्नु, अनि त्यसपछि भोलि आएर मलाई सुनाउनु है, म सोध्छु सुनाउनु है आफ्नै तरिकाले। त्यहाँ जे मैले लेखाइदिएको छु त्यही भन्नुपर्छ भन्ने छँदै छैन, आफ्नै तरिकाले भन्नुपर्छ नानी हो भनेर म सिकाउँछु नानीहरुलाई पनि। त्यही भएर तपाईहरुले नरट्नु, तर रट्नै पर्ने कुरा त रट्नुपर्छ। तर यहाँनेरि रट्नै पर्ने कुरा खालको त्यस्तो खालको त्यति साह्रो छैन, अलिअलि छन्। धेरै कुरा चाहिँ बुझ्नुपर्ने खालको छ, बुझेर आफ्नै तौर तरिकाले मिलाएर लेख्नुपर्ने हुन्छ। मिलाएर पनि जे पाए त्यही लेख्न चाहिँ पाइदैन फेरि।
नम्बर आउँदैन चपाती लेख्दै। ल अब कुरा गरौँ लेसन 2 एकाइ 2 को मानव वृद्धि र विकास। मानवको वृद्धि र विकासमा के फरक छ थाहा छ नि हैन? थाहा छैन भने आज प्रश्न हुन्छ। ह्युमन ग्रोथ एन्ड डेभलपमेन्ट, विकास भनेको डेभलपमेन्ट, वृद्धि भनेको ग्रोथ। अब पहिलो क्वेशन तर्फ लागौं। मानव वृद्धि र विकास बीचको अवधारणालाई तुलना गर्नुहोस्। अब तुलना गर्नुपर्ने यसको अवधारणा के छन् त? ल अब तुलना गर्नेतर्फ अघि बढौं। एकछिन मैले मानव विकासको ल्याइन है के मानव विकासको छ तुलना गरौँ है। अब यसमा तुलना गर्ने क्रममा तपाईहरुले दुईटा बक्स बनाएर तुलना गर्न नि सक्नुहुन्छ। यसरी मैले यहाँ गरिरहेको छु त्यो तरिकाले नि गर्न सक्नुहुन्छ, तपाईको मन हुन्छ है जुन तरिकाले गरे नि। अवधारणा होला भनेको छ नि त। अवधारणा भनेको यसको परिचय, यसको बारेमा, यसको कन्सेप्टको बारेमा भनेको हो नि त। त्यही भएर बेसिक कन्सेप्ट मात्रै दुवैको बारेमा मैले गरे तरिकाले गर्दा हुन्छ। बक्स नै बनाउनु पर्छ भन्ने छैन। ल सबभन्दा पहिला थोरै परिचय दुईटैको। मानव वृद्धि र विकास मानव जीवनका दुई महत्त्वपूर्ण अवधारणा हुन्। यी दुवै एक अर्कासँग सम्बन्धित भए तापनि अर्थ, स्वरूप र क्षेत्रका दृष्टिले फरक छन्। तिनीहरूको तुलना निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ। पहिला मानव वृद्धि, ह्युमन ग्रोथ। मानव वृद्धिको बारेमा थोरै कुरा गरौँ। मानव वृद्धिले शरीरको आकार, तौल, उचाइ तथा अङ्गहरूको संख्यात्मक मात्रात्मक वृद्धि जनाउँछ। वृद्धि भने के हो? केवल तौल, आकार, प्रकारहरू, केवल हात ठुल्ठुलो हुनु, ठुलो हुँदाखेरि टाउको ठुलो हुनु, शरीर ठुलो हुनु, चेस्ट बढ्नु हैन, थाई बढ्नु या खुट्टा बढ्नु, हरेक शरीर नै बढ्नु हैन, अङ्गहरू बढ्नु, कपालहरू बढ्नु, अनि यो नङहरू बढ्नु, यो सबै चाहिँ के हो त? वृद्धि हो, ग्रोथ हो, वृद्धि हो है। यो चाहिँ निश्चित समयमा गएर रोकिन्छ। जस्तै मान्छेहरुको शरीर बढ्न रोकिन्छ नि, हाइट बढ्न रोकिन्छ 20-22 वर्ष पछाडि। अब शरीर बढ्न रोकिन्छ अलिक पछाडि, अलिक उमेर बढ्दै गए पछाडि। यो कुरा छ। वृद्धि जनाउँछ। यो मुख्यतः जैविक तथा वंशानुगत प्रक्रियाबाट प्रभावित हुन्छ। वृद्धि सामान्यतया मापन गर्न सकिने हुन्छ। जस्तै यति केजी तोल्छु भनेर मापन गर्न सकिन्छ नि, हुन्छ प्राय बाल्यावस्थादेखि किशोरावस्थासम्म सीमित रहन्छ। अघि मैले भने नि बाल्यावस्थादेखि किशोरावस्थासम्म जवान हुन्जेलसम्म बढ्छ, त्यस पछाडि चाहिँ बढ्न छोड्छ। अब तर मानव विकास, ह्युमन डेभलपमेन्ट, मानव विकासले व्यक्तिमा हुने शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा नैतिक पक्षका गुणात्मक पक्षलाई परिवर्तनलाई जनाउँछ। जस्तै विकास सिकाइ, अनुभव, वातावरण र संस्कृतिबाट प्रभावित हुन्छ। यो जीवनभर चलिरहने प्रक्रिया हो र केवल मापन मात्रै होइन, अवलोकन र मूल्याङ्कनद्वारा बुझिन्छ। यो चाहिँ निरन्तर रूपमा चलिरहने प्रक्रिया हो के। निरन्तर रूपमा वृद्धि भनेको त शारीरिक भइगयो, तर विकास भनेको चाहिँ मानसिक हुन्छ। जस्तै मेच्योर हुनु हैन, मेच्योर हुनु एकदमै मनबाट, भावनाबाट, संस्कृतिप्रति सकारात्मक हुनु, केही कुरा सिक्न अग्रसर हुनु, केही भाषाहरू सिक्नु। 50 वर्ष 60 वर्ष गएपछि नयाँ भाषा सिक्न सक्दैन र? सक्छ नि। हो, यो सिक्नु चाहिँ विकास भएको हो के। ग्रोथ भनेको चाहिँ तुलना गर्न सकिन्छ, तौल गर्न सकिन्छ, तौलिन सकिन्छ हैन। यो चाहिँ अब सामान्यतया मात्रात्मक हुन्छ, मात्रा हुन्छ यसमा। तर विकास भनेको चाहिँ गुणात्मक हुन्छ, त्यो चाहिँ तौलिन सकिँदैन। निष्कर्षमा भन्नुपर्दा मानव वृद्धि शरीरसँग सम्बन्धित मात्रात्मक परिवर्तन हो भने मानव विकास सम्पूर्ण व्यक्तित्वसँग सम्बन्धित गुणात्मक परिवर्तन हो। वृद्धि विकासको आधार हो, तर वृद्धि बिना विकास सम्भव भए पनि विकास बिना वृद्धि अपूर्ण रहन्छ। कुरा बुझ्नुभयो? वृद्धि विकासको आधार हो। जस्तै ग्रोथ भएन भने मान्छेको ग्रोथ भएन, मान्छे पुड्कै रह्यो भने उसको मानसिक रूपमा पनि ग्रोथ हुन सक्दैन के। ऊ अलिकति समाजमा घुलमिल पनि हुन सक्दैन, पुड्को मान्छे छ भने। त्यस्तो हो। त्यही भएर वृद्धि आवश्यक छ विकासको लागि, तर वृद्धि बिना विकास सम्भव भए पनि
वृद्धि यो के रे मान्छे ठुलो भए पछाडि विकास सम्भव हुन्छ हैन। वृद्धि बिना विकास सम्भव भए पनि विकास बिना वृद्धि अपूर्ण रहन्छ। मान्छेको चाहिँ एकदमै ठुलो मान्छे भयो, वृद्धि उसको वृद्धि भयो तर विकास भएको छैन। मान्छे ठुलो छ तर ऊ व्यवहार चाहिँ केटाकेटी जस्तो देखाउँछ, उसले केही कुरा सिकेकै छैन, समाजमा घुलमिलै हुन सक्दैन भने वृद्धि विकास बिना वृद्धिको केही महत्त्व नै छैन के, अपूर्ण रहन्छ। त्यही भएर दुवै आवश्यकता छ। अब दोस्रो क्वेशनतर्फ लागौँ हामी। दोस्रो क्वेशन रहेको छ विकास भनेको परिपक्वता र सिकाइको परिणाम हो, छलफल गर्नुहोस्। कुरा बुझ्यो? सिकाइ र परिपक्वताबाट विकास चाहिँ भएको हो भन्ने कुरा गरेको छ। के साँच्चै हो त? छलफल गरेर कुरा गर्नुहोस्। अब विकास भनेको व्यक्तिमा समयसँगै देखिने शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा नैतिक परिवर्तनहरूको समग्र प्रक्रिया हो। यी परिवर्तनहरू परिपक्वता र सिकाइका संयुक्त प्रभावबाट उत्पन्न हुन्छन्। त्यसैले विकास भनेको परिपक्वता र सिकाइको परिणाम हो भन्ने कथन उपयुक्त र सार्थक छ। अब परिपक्वताको योगदान के छ त विकासमा? परिपक्वता वंशानुगत तथा जैविक प्रक्रियाबाट हुने स्वाभाविक विकास हो। शरीरका अङ्ग, स्नायु प्रणाली र मस्तिष्क निश्चित उमेरमा स्वतः विकसित हुन्छन्। उदाहरणका लागि बच्चाले निश्चित उमेरपछि मात्र हिँड्न, बोल्न वा लेख्न सक्ने क्षमता प्राप्त गर्छ। उपयुक्त परिपक्वता बिना सिकाइ प्रभावकारी हुन सक्दैन। अब सिकाइको योगदान। सिकाइ भनेको अनुभव, अभ्यास, प्रशिक्षण र वातावरणको प्रभावबाट व्यवहारमा आउने परिवर्तन हो। भाषा सिक्नु, सामाजिक व्यवहार अपनाउनु, नैतिक मूल्यहरू विकास गर्नु र बौद्धिक क्षमता बढाउनु सिकाइकै परिणाम हुन्। सिकाइले परिपक्वताबाट प्राप्त क्षमतालाई व्यवहारमा रूपान्तरण गर्दछ। परिपक्वता र सिकाइको अन्तर सम्बन्ध। अब अन्तिममा यो दुई बीच अन्तर सम्बन्ध के छ त? विकासलाई प्रभाव पार्नको लागि परिपक्वता विकासको आधार हो भने सिकाइ त्यसको गति र दिशा निर्धारण गर्ने तत्त्व हो। परिपक्वता ऊ म्याच्योर भएको छ, ठुलो भएको छ, उसले सबै सोच्न सक्ने क्षमता छ, तर के सही के गलत छुट्याउन सकेन, उसमा सिकाइ छैन भने त त्यो त परिपक्वता जति भए पनि त्यो त एउटा बाटो भएन नि, दिशा भएन नि। ऊ हिँड्नको लागि यतिमा बुझ्नु न, ऊ परिपक्वता भनेको ऊ हिँड्नको लागि तयार भएको छ, ऊ सङ्घर्षशील बाटोमा हिँड्नको लागि तयार भएको छ हैन, त्यो परिपक्वता हो। तर सिकाइ भनेको के हो भने दुईटा बाटो छ, दुईटा मध्ये कुन सही हो भन्ने कुरा चाहिँ सिकाइले देखाउँछ क्या। ऊ परिपक्व छ तर दुईटा बाटो मध्ये गलत बाटोमा हिँड्नु भने ऊ राम्रो बाटोमा लाग्छ त? कहिले लाग्दैन नि। तर परिपक्व छ, सिकाइ पनि छ, सिकाइले सही बाटो देखाउँछ भने ऊ सही बाटो हिँड्यो भने त राम्रो हो नि त हैन। त्यो उदाहरणको लागि त्यो मैले गरेँ। दिशा निर्धारण गर्छ, दुवै एकअर्काका पूरक हुन्। परिपक्वता बिना सिकाइ सम्भव हुँदैन र सिकाइ बिना परिपक्वताबाट प्राप्त क्षमता पूर्ण रूपमा विकास हुन सक्दैन। अब त्यही कुरा हो, परिपक्वता छ सिकाइ छैन भने सही बाटोमा हिँड्न सकिँदैन। सिकाइ छ, सही बाटो थाहा छ, तर परिपक्वता छैन भने त्यो बाटो हिँड्न सकिँदैन। दुईटा बिना एकअर्का अधुरो छन्। त्यही भएर कुरो त्यही हो है। अब हाम्रो निष्कर्ष भन्नुपर्दा यसरी मानव विकास परिपक्वता र सिकाइको संयुक्त परिणाम हो। दुवैको सन्तुलित भूमिका बिना व्यक्तिको सम्पूर्ण विकास सम्भव हुँदैन भन्ने कुरा स्पष्ट हुन्छ। सक्यो? ल अब तेस्रो प्रश्नतर्फ लागौँ। तेस्रो प्रश्न छ अनुदैर्घ्य र क्रस सेक्सनल विधि बीचको भिन्नताहरू भनेको छ। भिन्नताहरू लेख्नुहोस् भन्ने प्रश्न त्यही हो। यो दुईजना बीच भिन्नता के छन् त? यो हामीले दुईटा के रे पाठ 2 मा हामीले पढेको थियौँ, एकाइ 2 मा। यो दुई बीच चाहिँ भिन्नता के छ त? यसको के हो त मेन कुरा त भन्ने कुराहरू हामी भिन्नता चाहिँ बक्स बनाएर यसरी लेखेका छौँ। त्यो भिन्नता यसरी हेर्न सक्छौँ है। लङ्गिटुडिनल एन्ड क्रस सेक्सनल बीच चाहिँ के भिन्नता छ त? यो दुईटा चाहिँ विधि हो है। यो शिक्षासँग सम्बन्धित नै, विकाससँग सम्बन्धित नै विधि हो, सिकाइसँग सम्बन्धित नै। यो बीच के भिन्नता छ त है?
लङ्गिट्युडिनल मेथड एन्ड क्रस सेक्सनल मेथड। पहिलो, एउटै व्यक्ति वा समूहलाई लामो समयसम्म अध्ययन गरिन्छ भने त्यो चाहिँ लङ्गिट्युडिनल मेथड हो भने फरक फरक उमेरका व्यक्तिहरूलाई एकै समयमा अध्ययन गरिन्छ भने त्यो चाहिँ क्रस सेक्सनल मेथड हो है। यो चाहिँ के को लागि भने अघि मैले भनिहालेँ मान्छेको व्यवहारहरू अध्ययन गर्ने शास्त्र नै के हो त भन्दाखेरि मनोविज्ञान हो। मनोविज्ञानमा मान्छेको व्यवहार अध्ययन गरिन्छ। अध्ययन गर्नलाई के हो त उनीहरूको लामो समयसम्म अध्ययन गर्नु पर्यो। एक दिन दुई दिन मात्रै अध्ययन गरेर भएन। त्यही अध्ययन गर्ने विधिहरू चाहिँ के हो त लङ्गिट्युडिनल मेथड, क्रस सेक्सनल मेथड, अन्य मेथडहरू पनि छन्। यो दुईटा चाहिँ इम्पोर्टेन्ट हो। लङ्गिट्युडिनल मेथडमा एउटै व्यक्ति वा समूहलाई लामो समयसम्म अध्ययन गरिन्छ है। एउटै व्यक्ति वा एउटा समूहलाई लामो समयसम्म अध्ययन गरिन्छ यसमा। तर क्रस सेक्सनल मेथडमा फरक फरक उमेरका व्यक्तिहरूलाई एकै समयमा अध्ययन गरिन्छ। जस्तै यो चाहिँ लङ्गिट्युडिनल बुझाइन्छ है। यसको परिचय पनि लङ्गिट्युडिनल मेथड चाहिँ एउटै व्यक्ति वा एउटै समूहको जन्मेदेखि मृत्युसम्म उनीहरूको अध्ययन गरिन्छ र डिफाइन गरिन्छ कि यस्तो यस्तो मान्छेको व्यवहार चाहिँ यस्तो यस्तो हुने रह भनेर डिफाइन गरिन्छ। जन्मेदेखि मृत्युसम्म भनेको लामो समय हो किन 80-90 सालसम्म मान्छेहरू मर्दैनन्। कम्तीमा 80-90 धेरै भयो 100 वर्षसम्म भनेपछि कम्तीमा 80 वर्ष चाहिँ मान्छेको अध्ययन गरिँदो रह। तर क्रस सेक्सनल मेथडमा त्यस्तो हुँदैन। छोटो समयमा फरक फरक उमेरका जस्तै 1 वर्षको उमेर समूहको अनि त्यस्तै खालको मान्छे, अर्को 5 वर्षको, अर्को 10 वर्षको, अर्को 15, अर्को 20, अर्को 25, अर्को 30, अर्को 35, अर्को 40, अर्को 45, 50 हुँदै गरेर फरक फरक उमेर समूहका मान्छेहरूलाई उठाइन्छ वा लिइन्छ र तिनीहरूको चाहिँ अध्ययन गरिन्छ। छोटो समयको लागि अध्ययन गरिन्छ भनेपछि क्रस सेक्सनल भनेको समग्र सबैको छोटो समयमा अध्ययन गर्नु रहेछ भने लङ्गिट्युडिनल लामो समयसम्म अध्ययन गर्नु रहेछ। धेरै समय लाग्छ लङ्गिट्युडिनलमा तर क्रस सेक्सनलमा कम समयमै सम्पन्न हुन्छ। अघि किन धेरै समय लाग्छ मैले भनिहालेँ। 80-90 साल भनेको कम समय हो तर यता 2-4 सालमै सकिहाल्छ। खर्चिलो हुन्छ। अब 80-90 साल भनेपछि त खर्चिलो, लामो खर्चिलो भयो। त्यो जो मनोवैज्ञानिकले त्यो मेथड अपनाएर त्यो गरिरहेको छ, काम गरिरहेको छ, त्यो पनि मरेर जान सक्छ के। बच्चादेखि बुढोसम्म गर्दाखेरि त मरेर जान सक्छ। अनि त्यो जुन मेथडहरू अपनाउँदाखेरि दोस्रो व्यक्ति, दोस्रो वैज्ञानिकलाई हैन, मनोवैज्ञानिकलाई चाहिँ सुम्पनु पर्ने हुन्छ। त्यो मेथड चाहिँ यो मेथड चाहिँ यस्तो छ भनेर उनीलाई बुझाएर कन्टिन्यू गर्नु भन्नुपर्ने हुन्छ। खर्चिलो त भइहाल्छ। अनि कम खर्चिलो हुन्छ यता चाहिँ छोटो समयपछि कम खर्चिलो भइगयो। विकासका वास्तविक परिवर्तन स्पष्ट देखिन्छ। विकासका कस्तो कस्तो स्पष्ट, अब एउटै मान्छेलाई गरेपछि, एउटै समूहलाई गरेपछि त स्पष्ट देखियो नि त हैन, के हुन्छ कसो हुन्छ विकासमा। तुलनात्मक मात्र जानकारी गराउँछ, प्राप्त हुन्छ। तुलनात्मक रूपमा मतलब स्पष्ट हुँदैन, वास्तविक हुँदैन, तर तुलनात्मक रूपमा यस्तो यस्तो हुँदैन भनेर अलिअलि झल्को हुन सक्छ। अब यता उही नमुनालाई पटक पटक अध्ययन गरिन्छ। उही नमुनालाई त्यही एउटैलाई हैन, तर यता फरक फरक नमुनालाई एकै पटक अध्ययन गरिन्छ। यता व्यवहारको क्रमिक परिवर्तन देखिन्छ भने यता व्यवहारको अवस्था मात्र देखिन्छ है। अनि यता विकास क्रमिक परिवर्तन भनेको बुझ्नुभयो कि भएन। जस्तै बालबच्चा हुँदाखेरि कस्तो व्यवहार देखाउँछ, अलिक अडल भएपछि कस्तो व्यवहार देखाउँछ, अलिक ठुल्ठुलो भएपछि कस्तो व्यवहार, अलग अलग व्यवहार त देखाउने भइगयो। यता विकासको गहिरो अध्ययनका लागि उपयुक्त गहिरो अध्ययन हुन्छ यहाँ चाहिँ अब जन्मेदेखि मृत्युसम्म। यता चाहिँ छिट्टो निष्कर्ष निकाल्न उपयुक्त हुन्छ। समय, धैर्य र निरन्तरता आवश्यक हुन्छ यसमा। अपेक्षाकृत सजिलो हुन्छ यता अर्कोतिर चाहिँ। अब अनुर्धेय विधि विकासको वास्तविक र गहिरो अध्ययनका लागि उपयुक्त भए पनि समय र खर्च बढी लाग्छ। क्रस सेक्सनल विधि छिटो र सरल भए पनि विकासको क्रमिक रूप परिवर्तन पूर्ण रूपमा देखाउन सक्दैन। यो दुईटा चाहिँ के हो भने अनुर्धेय विधि चाहिँ लामो समय लाग्छ यसमा चाहिँ। यो चाहिँ
एकदमै खर्चिलो पनि हुन्छ। अब एकजना मनोवैज्ञानिकले सक्दैन जस्तै मनोवैज्ञानिक हुन कम्तीमा उसको 30-35 वर्ष त लागेको हुन्छ, 30-35 वर्ष 40 वर्ष ऊ पुगेको हुन्छ हैन। ल 20 वर्षको भए पनि सम्भव छैन, 20 वर्षको र पनि 20 वर्षको भए पनि बच्चादेखि बुढोसम्म लाई गर्नको लागि त 1 वर्षदेखि 80 वर्षसम्म गर्नको लागि त उसको उमेर त 100 वर्ष लाग्छ नि त। 100 वर्षमा त त्यस्तो बाँचिरहेको हुँदैन। त्यही भएर अर्को मनोविज्ञानलाई 2 जना मान्छे लाग्ने रह यसको लागि। तर यता चाहिँ क्रस सेक्सनल चाहिँ छिट्टो हुन्छ, छरितो हुन्छ, एकजनाले नै सम्भव हुन्छ। यता फेरि अनुर्दैय विधिमा चाहिँ जुन मेथड अपनाएर जुन त्यो कलेक्सन गरेको हुन्छ, जानकारीहरू कलेक्सन गरेको हुन्छ, त्यो हराउने पनि सम्भावना हुन सक्छ। लामो समयसम्म हुँदाखेरि हराउने, अरूलाई हस्तान्तरण गर्दाखेरि। अब एकजना मनोविज्ञानले त राम्ररी काम गर्यो, तर अर्को आएपछि त्यसले आलस्य गर्यो भने फेरि यसको बेफाइदा है। फेरि उपयुक्त तरिकाले रिजल्ट नआउने पनि सम्भावना हुन्छ। त्यस्तो हुन्छ, धेरै कुराहरू हुन्छ। कुरा यही हो, बुझ्यो कुरा। म चाहिँ फेरि क्वेसनमा भएको भन्दा पनि नभएको कुराहरू पनि प्रष्ट बुझाउने प्रयास गर्दैछु कि, त्यही भएर बुझ्नु ल। प्रष्ट बुझ्यो भने यो दुईटा विधिबाट जुनसुकै क्वेसन आए पनि गर्न सकिन्छ के, प्रष्ट बुझ्यो भने। तर यहाँनिर मैले दिएको मात्रै तपाईँले पढ्नुभयो भने चाहिँ त्यही फरक मात्रै बुझिन्छ। त्यस्तो छ ल। अब हामी चौथो क्वेसनमा गयौँ। चौथो क्वेसन छ परिपक्वता र सिक्ने अर्थात् सिकाइ बीचको भिन्नता। अब सिकाइ बीचको भिन्नता, परिपक्वता बीचको भिन्नता अघि हामीले अलिअलि यसको बारेमा जानकारी हासिल गरिहालेको छौँ, अझै बेसी जानकारी हासिल गर्छौँ अब ल। यो दुईटाको बीच अघि मैले धेरै भनिसकेको छु जानकारी, त्यही पनि हामी फेरि गरौँ। परिपक्वता भनेको चाहिँ परिपक्वता जन्मजात र स्वाभाविक प्रक्रिया हो। यो चाहिँ निरन्तर हुँदै गर्छ। सिकाइ आर्जित प्रक्रिया हो जुन अनुभव र तालिमबाट प्राप्त हुन्छ। सिकाइ चाहिँ आर्जित प्रक्रिया हो र लर्निङ चाहिँ पढेर गरेर आर्जन गर्ने र परिपक्वता चाहिँ आफै हुने प्रक्रिया हो। परिपक्वता वंशानुगत गुणमा आधारित हुन्छ भने सिकाइ अन्तर्क्रिया सहित वातावरणमा आधारित हुन्छ। परिपक्वतालाई अभ्यासको आवश्यकता पर्दैन है, अभ्यास गर्न पर्दैन परिपक्वता हुन। जस्तै यति 19-20 वर्ष पुगेपछि केटाकेटीहरू अलिक म्याच्योर हुन्छन्, यो अभ्यास गरिरहनु पर्दैन। सिकाइलाई अभ्यासको आवश्यकता पर्दछ। सिकाइ चाहिँ अब नपढिकन नगरिकन अभ्यास नगरिकन हुँदैन है। यो मुख्य गरी शारीरिक परिवर्तनसँग सम्बन्धित छ है। म्याचुरेसन चाहिँ एकदम शारीरिक मात्रै परिवर्तनसँग मात्रै हुन्छ भने यो चाहिँ शारीरिक र मानसिक दुवै परिवर्तनसँग सम्बन्धित हुन्छ है। समग्रमा परिपक्वताले सिकाइका लागि तयार बनाउँछ भने सिकाइले परिपक्वता क्षमताको उपयोग र विकास गराउँछ। दुवै एकअर्काका पूरक हुन् भनेर भन्न हुन्छ। अब हामी तेस्रो युनिट अर्थात् अब तेस्रो, चौथो, पाँचौं युनिटसम्म आज हामी गर्छौँ। त्यस पछाडि चाहिँ अब भोलि म तपाईहरुलाई लिएर आउँछु यसको दोस्रो पार्ट हैन। दोस्रो पार्ट यसको लिएर आउँछु भोलि, पर्खेर बस्नु होला। यो अब तेस्रो पार्टमा चाहिँ के छ त? तेस्रो पार्टमा चाहिँ मानव विकासका चरणहरू छ, स्टेजेस अफ ह्युमन डेभलपमेन्ट। के छ त चरणहरू? पहिला शिशु अवस्था हुन्छ, फेरि बाल्यावस्थामा प्रवेश गर्छ, अनि उत्तर बाल्यावस्थामा प्रवेश गर्छ, त्यस पछाडि युवा अवस्थामा प्रवेश गर्छ, त्यस पछाडि फेरि प्रवेश गर्दै गएपछि ऊ अनि अडल्ट हुन्छ हैन। युवा अब अलिकति जागिर गर्ने खाने हो त्यस्तो हुन्छ। त्यस पछाडि अनि त्यसपछि वृद्ध अवस्थामा प्रवेश गर्छ, अनि त्यसपछि मृत्यु शय्यामा प्रवेश गर्छ। यिनीहरू प्रवेश गर्दै गर्ने क्रममा यसको स्टेजहरू गरेको छ। तर स्टेजहरू लेख मात्रै भनेर नआउन पनि सक्छ हैन। तर क्वेसनहरू के आउँछन् यसको भन्ने कुरा मैले यहाँ खोजेर मजाले लिएर आएको छु। पहिलो क्वेसन छ स्टेट द डिफरेन्ट स्टेजेस अफ ह्युमन डेभलपमेन्ट। स्टेट भनेको राख भनेको चरणहरू, मानव विकासका विभिन्न चरणहरू बताउनुहोस्, लेख्नुहोस् भनेको छ। मानव विकासका विभिन्न चरणहरू मात्रै बताउने, यो सर्ट छ। अब तपाईहरुको यो मैले क्वेसन चाहिँ किन राखेको भने तपाईको चरणहरू मात्रै थाहा पाउनुहोस् है भनेर मैले राखेको है। मानव विकासका विभिन्न चरणहरू। पहिला गर्भावस्था अवस्था। मान्छेहरू गर्भदेखि जन्मसँग 9 महिना गर्भमा हुन्छन्। नजन्मिउन्जेलसम्मको समयलाई गर्भावस्था अवस्था भनिन्छ।
अब अर्को शैशवावस्था भनेको जन्मदेखि 2 वर्षसम्मको लागि शिशु भनिन्छ। शिशु अर्थात् शैशव अवस्था है। त्यस पछाडि बाल्यावस्था भनेको करिब 2 देखि 6 वर्षसम्मको अवस्थालाई बाल्यावस्था, जो चाहिँ 2 वर्ष पछाडि चाहिँ विद्यार्थीहरू हैन विद्यार्थी बन्ने, बालबालिका बन्ने अनि विद्यार्थी बनेर विद्यालय जाने 2 वर्ष पछाडि त्यो अवस्थामा प्रवेश गर्छन्। त्यस पछाडि मध्य बाल्यावस्था है। मध्य बाल्यावस्था करिब 6 देखि 12 वर्षसम्मको समयलाई मध्य बाल्यावस्था भनिन्छ है। अनि किशोरावस्था एडल्ट भएको अवस्थालाई, यो चाहिँ एकदम 12 देखि 18 19 वर्षसम्म चाहिँ यिनीहरू चाहिँ अब अलिकति परिपक्व हुँदै जाने, कुराहरू बुझ्दै जाने हैन, अलिक बिग्रिने उमेर पनि यही हो हैन, बिग्रिँदै जाने, सप्रिँदै जाने, कुन अवस्थामा जाने भन्ने कुरा यही उमेर हो। त्यस पछाडि पौढावस्था हैन, यो चाहिँ अब करिब 19-20 देखि 60 वर्षसम्मको, यो चाहिँ लामो समय हो। अब यिनीहरू जिम्मेवारी लिने, विभिन्न आफ्नो भविष्य बनाउने, विवाह गर्ने अनि बालबच्चा गर्ने, त्यस पछाडि आफ्नो कामहरू गर्ने उमेर हो यो। अनि वृद्धावस्था ओल्ड एज करिब 60 वर्षदेखि वर्षपछि, त्यस पछाडि उनीहरू अब वृद्धावस्थामा प्रवेश गरेर हैन अब भगवानको नाम लिएर नाम जपेर बस्ने, कामहरूबाट छुट्टी लिने, आफूसँग भएको घरको के अरे कब्जा या भनौँ घरको सबै जिम्मेवारी चाहिँ आफ्नो छोराछोरीहरूलाई दिने अवस्था हो यो चाहिँ है। अब दोस्रो नम्बरको क्वेसन छ, मानव विकासको शैशव कालको विशेषताको व्याख्या गर्नुहोस्। अब शैशव अवस्था भनेको दुनियाँमा आएदेखि 2 वर्षसम्मको अवस्थालाई अघि हामीले भनिहाल्यौं। अब उनीहरूको के विशेषता हुन्छ त भन्ने कुरा म यहाँ समग्र व्याख्या गर्नेछु है। शैशवकाल जन्मदेखि करिब 2 वर्षसम्मको अवधि हो। यस चरणमा बालकको शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक विकास तीव्र गतिमा हुन्छ। यसको प्रमुख विशेषताहरू यस प्रकार छन्। तीव्र शारीरिक वृद्धि हुने, 2 वर्षसम्मको बालबालिकाको तीव्र विकास हुन्छ क्या, भर्खर निस्केका तीव्र विकास हुन्छ। यस अवधिमा उचाइ र तौल तीव्र रूपमा बढ्छ। हात खुट्टाहरू चलाउने, उल्टिने, पल्टिने, बस्ने, उभिने गर्ने यस्ता विकास हुन्छ। इन्द्रिय विकासको प्रारम्भ, इन्द्रिय भनेको जन्मिँदै उनीहरूको अब इन्द्रियहरू विकसित भएको हुँदैन, जन्म पछाडि विकसित हुँदै जस्तै आँखा खोल्ने हैन, दृष्टि, श्रवण, स्वाद, घ्राण र स्पर्श हैन जस्ता इन्द्रियहरू क्रमशः सक्रिय र सक्षम बन्दै जान्छन्। बच्चाले आवाज, उज्यालो र स्पर्शमा प्रतिक्रिया दिन थाल्छ, बिस्तारै शैशव कालमै दिन थाल्छ है। अब मांसपेशीय तथा समन्वय विकास, ठुला मांसपेशीय हैन को विकास पहिले र साना मांसपेशीयको विकास पछि हुन्छ। वस्तु समात्ने, खेलौना चलाउने जस्ता क्रियाकलापहरू यस समयमा गर्ने गर्छन्। सुरुमा यिनीहरूको विशेषता है, के विशेषता हो भन्ने कुरा। भाषा विकासको प्रारम्भ, उनीहरूले अब माना आत्ता पात्ता कत्ता भन्ने खालको हुन्छन् के, मतलब भाषाहरू उनीहरूले जस्तै आमा, मा, ता, तिती, तिती भन्ने खालको हुन्छन्। तपाईँहरू पनि 2 वर्ष जतिको बालबालिकालाई देख्नुभयो भने, शिशुहरूलाई देख्नुभयो भने ऊ त्यस्तो भन्छन् घरमै। मम्मी बाबालाई भर्खर बोल्न थालिरहेछ भन्छन् कि भर्खर बोल्न थालेको हुन्छ। बोल्न पनि कस्तो भन्ने, माता, ताता, पाता, खत्ता, खत्ता भन्ने खालको हैन, ताता, पापा, मामा हैन, हो त्यस्तो नर्मल शब्दहरू, मा भन्ने खालको हैन, सिसी, सुसु भन्ने खालको हैन, ताता भन्ने खालको भन्ने गरेको हुन्छन् है। सुरुमा रोइ कराई गुनगुन हैन बबलिङ हुँदै पहिलो शब्द उच्चारण गर्न थाल्छन्। करिब 1-2 वर्षपछि समयमा सरल शब्द र इशाराबाट आवश्यकता व्यक्त गर्न, जस्तै आक्का आयो हैन, हो त्यस्तै, अनि बोक लाग्यो भन्ने खालको हैन, हो त्यस्तो भन्न थाल्छ नर्मल शब्दहरू। भावनात्मक विकास हुन थाल्छ, जस्तै सुरुमा जन्मिँदै खुसी, डर, क्रोधहरू, असन्तुष्टिहरू हुँदैन नि त, भोक पनि हुँदैन। जन्मे पछाडि उनीहरूको बिस्तारै खुसी, हाँस्ने, डराउने, क्रोध हुने, रिसाउने हैन, अनि असन्तुष्टि हुने, अब आमाप्रति विशेष लगाव हुने कुराहरू विकसित हुँदै जान्छन्। सामाजिक विकासको सुरुवात हुने, मुस्कान दिनु, प्रेम हैन,
चुनिएका व्यक्तिलाई चिन्नु, पहिला एकचोटि देखेको मान्छेलाई अर्कोचोटि चिन्दाखेरि हाँस्नु, खिसी उडाउनु हैन, उनीहरुसँग कोही मान्छेलाई डराउनु हैन, जस्तै सामाजिक व्यवहारहरू देखिन्छन्। परनिर्भरता, अब यो शैशव काल भनेको त पुरै कोक्रोमा खेलिरहने, अनि कसैले ल्याएर दिए भने खाने, दिएनन् भने नखाने, अब आका गराउनुको लागि पनि कसैले गरायो भने गर्ने, नत्र त्यहीँनेरि गरिदिने खालको हुन्छ। परनिर्भर भनेको अरूमाथि निर्भर हुनु। अनि अनुकरण प्रवृत्ति, बालकले बरबरका मानिसहरू अनुकरण भनेको कसैको कुरा लिनु के, अरूले के गर्छन् त्यही कुरा नक्कल गर्ने त हो। बालबालिकाले मम्मीले के बोलिरहनु भएको छ त्यही कुरा नक्कल गर्ने प्रयास गर्ने हैन, अनि त्यही नक्कल गर्ने प्रवृत्तिहरू हुन्छ। अनुकरण भनेको कुनै कुरा लिनु, अर्काको लिनु। अब हामी समग्र निष्कर्षमा जाउँ। शैशवकाल मानव विकासको अत्यन्त संवेदनशील र महत्त्वपूर्ण चरण हो। यस अवधिमा उचित पोषण, स्नेह र संरक्षणले आगामी सम्पूर्ण विकासमा सकारात्मक प्रभाव पार्दछ। अब यो समयमा चाहिँ सकारात्मक तरिकाले बालबालिकालाई हेरिन, विचार गरिएन भने पछि गएर बालबालिकाको हैन टाउको कसैको ठुलो, कसैको कोप्टो परे, कसैको आदि नै कस्तो स्लिप खाइगएको जस्तो देखिन्छ नि, त्यो चाहिँ शैशव कालमा नै हेरविचार नगरेर हो क्या उनीहरुको। किनभने जन्मिने बित्तिकै बालबालिकाको टाउको त गिलो हुन्छ, जता एकपट्टि मात्रै पल्टाएर सुताइरह्यो भने भोलिपर्सि त्यो पट्टिको थ्याप्प हुन्छ क्या, त्यो नाङ्लो जस्तै हुन्छ। त्यही भएर बालबालिकाको कस्तो शारीरिक मानसिक विकासको लागि चाहिँ शैशव कालमै मजाले उनीहरुको ध्यान दिनुपर्छ है। अब तेस्रो छ क्वेशन, बच्चाको हुड अवधिको हैन, हुड भनेको अब बच्चाको अवस्था अवधिको भन्दा मात्रै पनि हुन्थ्यो। अब बच्चा हुड, बेबी हुड छ, त्यसलाई नै नेपाली ट्रान्सफर गर्दा बच्चाको हुड अवधिको विशेषताहरू सूचीबद्ध गर्नुहोस्। त्यसमध्ये कुनै पनि दुईको चर्चा गर्नुहोस्। अब बेबी हुड पिरियड, शैशव अवस्था, बाल्यकाल, प्रारम्भिक चरणका विशेषताहरू। अब शैशव कालका अवस्थाहरू, बेबी हुडको अवस्थालाई पहिला त्यसको विशेषताहरू व्याख्या गर्ने, त्यसपछि दुईको व्याख्या गर्ने। अब त्यो अगाडिको तपाईहरुले प्रश्न गर्न सक्नुहुन्छ, ए सर फेरि कस्तो मजाक गर्नुहुन्छ, त्यो अगाडिको प्रश्न पनि त्यही विशेषता नै छ, यसमा पनि त्यही विशेषता नै छ, के फरक पर्छ र, के फरक छ र भन्नुहुन्छ भने यो प्रश्नमा चाहिँ प्रश्नको तरिका फरक छ। अहिलेको प्रश्नको सबैको व्याख्या गरेको छ, यसमा चाहिँ समग्र सूची बनाउने अनि दुईटाको मात्रै व्याख्या गर्ने छ। त्यही भएर सूची बनाएको मैले तपाईहरुलाई व्याख्या गरेर नै तीव्र शारीरिक वृद्धि, इन्द्रियहरूको सक्रिय विकास हैन, मांसपेशीहरूको विकास, भाषा विकासको सुरुवात, भावनात्मक विकास, सामाजिक व्यवहारको प्रारम्भ, आमाप्रति विशेष लगाव, पूर्ण परनिर्भरता, अनुकरण प्रवृत्ति, यिनीहरू भयो। अब दुईटाको व्याख्या भने तीव्र शारीरिक वृद्धिको व्याख्या गर्नुपर्छ र बस्ने, उठ्ने, कोल्टिने, फर्किने हैन शारीरिक रूपमा हुने भयो। भाषा विकासको सुरुवात पनि भनिरहनु पर्ने अहिले भएर बनेको। अब निष्कर्षमा बेबीहुड अवधि मानव विकासको आधारभूत चरण हो, जहाँ शारीरिक र भाषाको विकासको आगामी सिकाइ र व्यवहारको आधार तयार पार्छ। अब अर्को रह्यो बुढेसकालका विशेषताहरू व्याख्या गर्नुहोस्। अब यो चाहिँ फेरि कति सजिलो छ नि बेबीहुड, यो युनिट 3 चाहिँ फेरि साह्रै सजिलो छ क्या। अब मान्छेहरु काल अनुसार मान्छेहरुको जस्तै एज अनुसारको उनीहरुको विशेषताहरू, उनीहरुको परिचयहरू दिने खालको आउँछ। तपाईले यति चाहिँ याद राख्नुपर्छ कि यो कालहरू कुन कुन हुन् र कति वर्षको अवधिलाई कुन काल भनिन्छ। जस्तै बुढेसकाल भनेको 60 वर्ष पारको हैन, यो कुरा चाहिँ याद गर्नुस्। त्यसपछि त तपाई आफैले पनि गर्नुहुन्छ। अब 60 पारलाई नै बुढेसकाल करिब 60 वर्षपछि सुरुवात हुने मानव विकासको अन्तिम चरण हो। यस अवस्थामा अब उनीहरु सामाजिक, मानसिक र भावनात्मक र सामाजिक क्षेत्रमा विभिन्न परिवर्तनहरू देखिन्छन्। यसको प्रमुख विशेषताहरू यस प्रकार छन्। शारीरिक क्षय, अब उनीहरु बिस्तारै कमजोर हुँदै जाने, हरेक कुराहरुबाट कमजोर हुँदै जाने, शारीरिक रूपमा कमजोर हुँदै जाने, मानसिक क्षमतामा कमजोर हुने, उनीहरु सोच्न सक्ने, बच्चा जस्तै सोच्न सक्ने हैन हुने। भावनात्मक परिवर्तनमा पनि अब बिस्तारै एक्लोपन, असुरक्षा, चिन्ता वा निराशा महसुस हुन सक्छ। यो अवस्थामा सामाजिक भूमिकामा परिवर्तन हुने, आर्थिक निर्भरता हुने
हैन आर्थिक रूपमा निर्भर हुने अब आफै कमाउन नसकेपछि आर्थिक रूपमा छोराछोरीप्रति निर्भर हुनु पर्यो स्वास्थ्य समस्याको वृद्धि हुने अब अलिक बुढेसकाल लाग्दै गएपछि रोगहरूले च्याप्दै हान्छ जस्तै स्वस्थ व्यक्तिलाई पनि मृत्युप्रति सचेतना हुने अब जीवन यस्तै त रहेछ कतिपय तपाईहरु वृद्ध अवस्थाको मान्छेलाई हेर्नु कि उनीहरु जवान हुन्जेल चाहिँ केही ख्याल गरेको हुँदैनन् बिस्तारै बुढो हुँदै गएपछि चाहिँ अब जीवन यस्तै रहेछ अब सकारात्मक बाटोमा लाग्ने के यस्तै रहेछ अब भगवानको नाम जप्दै बस्ने रामको नाम जप्दै बस्ने त्यस्तोहरू हुने गर्दछन् निष्कर्षमा बुढेसकाल स्वाभाविक विकास चरण हो यस चरणमा सम्मान स्नेह स्वास्थ्य सेवा र सामाजिक सहयोगले वृद्ध जीवनलाई सुखी खुशी सुरक्षित र अर्थपूर्ण बनाउन सहयोग पुर्याउँछ अब हामी युनिट 4 मा गयौं अब युनिट 5 भएपछि सकिन्छ आजको भिडियो भोलि हामी फेरि 6 देखि निरन्तरता दिनेछौं अब चौथो युनिटमा के छ भने छोटो युनिट छ यो चाहिँ विशेष आवश्यकता भएका बालबालिकाहरू विशेष आवश्यकता भनेको के हो थोरै म जानकारी गराइन्छु विशेष आवश्यकता भनेको अलिकति शारीरिक रूपमा कमजोर व्यक्ति मानसिक रूपमा कमजोर व्यक्ति दृष्टिहरू नभएका हातहरू नभएका खुट्टाहरू नभएका हैन मैले शारीरिक मानसिक भनिहाले त्यो कुराहरू हैन अनि कोही चाहिँ उच्च तीव्र गतिमा हुन्छन् के कोही चाहिँ मान्छेको सोचाइ भन्दा अति नै जान्ने हुन्छन् के गड गिफ्टेड भन्छ नि जसलाई चाहिँ हैन भगवानले नै गिफ्ट दिए जस्तै एकदम तीव्र मानसिकता भएका कोही चाहिँ कमजोर मानसिकता भएका हो त्यस्तोहरुलाई चाहिँ विशेष आवश्यकता भएका बालबालिका अर्थात चाइल्ड विथ स्पेशल नीड्स भन्ने हुन्छ अब यसबाट क्वेशनहरु मैले थोरै 3 वटा जति बनाएको छु 3 वटा 4 वटा समथिङ हो त्यस्तो बनाएको छु अब यो क्वेशनको एन्सर गरौँ ल विशेष आवश्यकता भएका बच्चाको अर्थ के हो यो भने के हो त विशेष आवश्यकता भएका बच्चाहरुको लागि विशेष शिक्षाको महत्त्व के हो त विशेष आवश्यकता भएका बच्चा भनेबित्तिकै विशेष शिक्षा चाहियो अब हाम्रै म बस्ने ठाउँमै पनि विशेष आवश्यकता भएका बच्चाहरुको लागि छुट्टै स्कुल छ के एउटा यहाँ पथरीमा पञ्चायत भन्ने एउटा स्कुल छ त्यो चाहिँ अब नर्मलहरुको लागि त्यो पञ्चायतकै छेउमा त्यही पञ्चायतले नै खोलेको विशेष आवश्यकता भएका बालबच्चाहरुको लागि विद्यालय छ त्यसमा विद्यार्थीहरु पनि छन् अहिले पढिरहेका छन् त्यस्तोहरु हुन्छ अब यसको अर्थ विशेष आवश्यकता भएका बच्चा भनेको शारीरिक मानसिक बौद्धिक संवेदनात्मक भावनात्मक वा व्यवहारिक कुनै न कुनै पक्षमा सामान्य बालबालिका भन्दा फरक आवश्यकता भएका बच्चा हुन् जसलाई सिकाइ व्यवहार वा सञ्चार वा दैनिक जीवन वा अतिरिक्त सहयोग सेवा र विशेष शैक्षिक अवस्था वा व्यवस्था आवश्यक पर्छ उदाहरणको लागि दृष्टिविहीन श्रवणविहीन शारीरिक अपाङ्गता भएका बौद्धिक अपाङ्गता भएका हैन सिकाइ कठिनाइ अटिज्म भाषिक समस्या भएका बालबालिकाहरूलाई आदिलाई जनाउन सकिन्छ अब यो बच्चाहरूलाई किन शिक्षाको महत्त्व छ त विशेष आवश्यकता किन छ त शिक्षाको व्यक्तिगत आवश्यकता अनुसार शिक्षा विशेष शिक्षाले बालकको क्षमता कमजोरी र आवश्यकतालाई ध्यानमा राखेर व्यक्तिगत शिक्षण योजना तयार गर्छ आत्मनिर्भरता विकास गर्नको लागि उनीहरु चाहिँ पढेर लेखेर राम्रो आफ्नो स्किल्सहरु डेभलप गरे भने आत्मनिर्भर हुन्छ र आफै काम गर्छ सिकाइ क्षमता अभिवृद्धि गर्न अब उपयुक्त विधि सामग्री र प्रविधिबाट सिकाइलाई प्रभावकारी बनाइन्छ भने त्यो चाहिँ सिकाइ क्षमता अभिवृद्धि आत्मसम्मान र आत्मविश्वास वृद्धि गर्न उदाहरण चाहिँ अब पहिला नै उनीहरुले के सोचेको हुन्छ भने म यस्तो यो क्षेत्रमा कमजोर छु मान्छेहरु भन्दा कमजोर छु भनेर सोचेको हुन्छन् तर शिक्षाले चाहिँ उनीहरुको आत्मविश्वास कन्फिडेन्स लेभल हाई बनाउँछ के सामाजिक समायोजनमा सहयोग गर्न समाजसँग घुलमिल हुन सहयोग तपाईहरु पनि नर्मलै हो है तपाईहरु पनि हामी जस्तै हो भन्ने बनाउनको लागि चाहिँ उनीहरुलाई विशेष शिक्षाको आवश्यकता पर्दछ अधिकार र समान अवसर सुनिश्चित गर्न तपाईहरु पनि नर्मल मान्छे जस्तै हो है तपाईहरुको पनि अधिकार छ भन्ने जानकारी गराउनको लागि पनि विशेष आवश्यकता पर्छ शिक्षाको समाजमा योगदान योग्य बनाउने जस्तै हाम्रो के रे झमक घिमिरेलाई लिन सकिन्छ उहाँ शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ हैन
जस्तै अर्को स्टिभन हकिङलाई लिन सकिन्छ, सामाजिक शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ तर उहाँले चाहिँ दुनियाँलाई चकित बनाउनु भएको छ नि त। हो, दुनियाँलाई चकित बनाउनु भएको छ, आफ्नो देशको लागि योगदान दिनुभएको छ। अझै झमक झिमिरेले त आफ्नो देशको लागि भयो, स्टिभन हकिङले त दुनियाँकै लागि योगदान दिनुभएको छ। हो, नर्मल मान्छे जस्तै दुनियाँको लागि एउटा योगदान दिएर जाउन् न त भन्ने त्यो योग्य बनाउनको लागि चाहिँ शिक्षाको आवश्यकता पर्दो रहेछ है। अब समग्रमा भन्नुपर्दा विशेष आवश्यकता भएका बालबालिकाका लागि विशेष शिक्षा अत्यन्त आवश्यक छ, किनकि यसले उनीहरूको सम्भावनालाई उजागर गरी सम्मानजनक र आत्मनिर्भर जीवनतर्फ डोर्याउँछ। थोरै म व्याख्या गरिदिन्छु। अब विशेष आवश्यकता भएका बालबालिकालाई विशेष शिक्षा दियो भने मात्रै उनीहरूले बुझ्छन्। नर्मल मान्छेहरूको अगाडि राख्यो भने त उनीहरूले केही बुझ्ने भएन नि त हैन। नर्मल मान्छेले छिटो बुझ्छन्, उनीहरूले बुझ्दैनन्। उनीहरूलाई त बिस्तारै बुझाउनु पर्छ, मायाले बुझाउनु पर्छ। हो, त्यस्तो कुरा हो। अब हामी दोस्रो प्रश्नतर्फ लाग्यौँ। दोस्रो प्रश्नमा विशेष आवश्यकता भएको बच्चा के हो, यसको अर्थ के हो? छोटकरीमा यसको प्रकारहरू वर्णन गर्नुहोस्। अब यसको अर्थ त हामीले पहिल्यै फर्स्ट क्वेसनमै गरिहाल्यौँ, पढ्नु होला फेरि पनि। अब यसको विशेष आवश्यकता भएका बच्चाहरूको अर्थ के हो त? पहिला शारीरिक अपाङ्ग बच्चाहरू, जसको खुट्टा छैन, हात छैन, हो त्यो चलाउन सक्दैन, हो त्यो चाहिँ शारीरिक कमजोर भएका, जस्तै दृष्टिविहीन, कम दृष्टि भएका बच्चाहरू, पूर्ण रूपमा हैन, आंशिक रूपमा, पूर्ण रूपमा बालबालिकाहरूको त्यस्तो कमजोर भएका बालबालिकाहरूले शारीरिक अपाङ्गता भएका बालबालिका भनिन्छ। अब अर्को छ श्रवणविहीन, कम सुन्ने बच्चाहरू। अब श्रवणविहीन भन्ने त्यो बुझिहालियो। अर्को बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, जस्तै जसको चाहिँ औसतभन्दा कम हुने हैन, बौद्धिक क्षमता चाहिँ कम हुने, सिकाइमा ढिलाइ देखिने बालबालिकाहरू। सिकाइ यस्तो बच्चाहरू चाहिँ कस्तो हुन्छ भने सामान्य कुरा सिक्न पनि उनीहरूले समय लाग्ने के। सिकाइ कठिनाइ भएका बच्चाहरू, पढ्न लेख्न गणनामा विशेष कठिनाइ हुने बालबालिकाहरूलाई यसमा गरिन्छ। भाषा तथा बोली सम्बन्धी समस्या भएका बच्चाहरू, बोल्न, उच्चारण गर्न वा भाषा बुझ्न कठिनाइ हुने बालबालिकाहरू। अब भावनात्मक तथा व्यवहारिक समस्या भएका बच्चाहरू, अत्यधिक आक्रामक, डराउने, एक्लिने वा असामान्य व्यवहार देखाउने बालबालिकाहरू। एटिज्म स्पेक्ट्रम भएका बच्चाहरू, सामाजिक अन्तर्क्रिया, सञ्चार र व्यवहारमा समस्या देखिने बालबालिकाहरू। अझै यहाँनिर थप्न सकिन्छ गड गिफ्टेड भनेर हैन, भगवानले नै एउटा गिफ्टको रूपमा पठाएका, जसलाई चाहिँ बुझ्न जान्न सामान्य बच्चाहरूभन्दा छिट्टो छ क्या। उनीहरूलाई विशेष शिक्षाको आवश्यकता पर्छ, किनभने उनीहरूलाई विशेष शिक्षा दियो भने उनीहरूले भविष्यमा गएर ठुलो कामहरू गर्न सक्छन् के। निष्कर्षमा विशेष आवश्यकता भएका बच्चाहरू विविध प्रकारका हुन्छन् र प्रत्येक प्रकारका बालबालिकालाई उनीहरूको अवस्था अनुसार सहयोग र शिक्षा आवश्यक पर्छ। अब तेस्रो नम्बरको क्वेसनमा जाऊ। तेस्रो नम्बरको क्वेसन छ विशेष आवश्यकता भएका बच्चा र यसको विशेषताहरू वर्णन गर्नुहोस्। अब वर्णन गर्नु पर्यो। यो पनि अहिलेको जस्तै छ। विशेष आवश्यकता भएको बच्चाको बारेमा पहिला यहाँ हेरिहाल्नु, यसको वर्णन, अर्थ जस्तै हो, यसको परिचय। विशेष अवस्था भएका बच्चाका विशेषताहरू पनि वर्णन गर्नु। अब सिकाइमा कठिनाइ हुने, शारीरिक सीमितता हुने, संवेदनात्मक समस्या हुने, बौद्धिक विकास ढिलो हुनु, भावनात्मक असन्तुलन हुनु, सामाजिक समायोजनमा समस्या, व्यवहारिक समस्या, आत्मनिर्भरता कम हुनु। निष्कर्षमा विशेष अवस्था भएका बालबालिकामा केही सीमितता भए पनि उनीहरूसँग विशेष क्षमता र सम्भावना हुन्छ। उचित सहयोग स्नेह र विशेष शिक्षाबाट उनीहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र समाजको उपयोगी सदस्य बनाउन सकिन्छ। यति रहेका थिए क्वेसनहरू। अब क्वेसन नम्बर 5मा जाऊ। 5मा अन्तिम है यो चाहिँ आजको लागि। अब भोलि 6 देखि 11 सम्म गर्छु भोलि। 5मा पनि शैक्षिक मार्गदर्शन र पर्यावरण, यो दुईटा बीच गाइडेन्स एन्ड काउन्सिलिङ को जहिले क्वेसन आउँछ, योबाट यो पाठबाट जहिले क्वेसन आउँछ, यसलाई नछुटाउनु होला है। मार्गदर्शन भनेको के हो? स्पष्ट रूपमा शैक्षिक मार्गदर्शनको अर्थ देखाउनुहोस्, लेख्नुहोस्। मार्गदर्शन भनेको त पहिला व्यक्तिलाई आफ्नो क्षमता, रुचि, आवश्यकता र समस्यालाई बुझ्न सहयोग गरी सही निर्णय गरेर सही बाटो छाड्न र जीवनका लक्ष्य तथा प्राप्त गर्न मद्दत गर्ने निरन्तर
प्रक्रिया हो। यसले व्यक्तिलाई स्वयंलाई चिन्न र स्वनिर्णय गर्न सक्षम बनाउँछ। शैक्षिक मार्गदर्शन भनेको यो हो। अब शैक्षिक मार्गदर्शन आफै सोच्नु त, शिक्षाको क्षेत्रमा चाहिँ मार्गदर्शन गर्नु। शैक्षिक मार्गदर्शन भनेको विद्यार्थीलाई उसको क्षमता, रुचि, अभिरुचि, वृद्धि स्तर वा आवश्यकता अनुसार उपयुक्त विषय छनौट, अध्ययन विधि अपनाउने, शैक्षिक समस्या समाधान गर्ने र शैक्षिक लक्ष्य निर्धारण गर्न सहयोग गर्ने प्रक्रिया हो। अब निष्कर्ष गर्नुपर्दा मार्गदर्शनले व्यक्तिलाई जीवनको सही दिशा देखाउँछ भने शैक्षिक मार्गदर्शनले विद्यार्थीलाई शिक्षामा सही निर्णय लिन सक्षम बनाउँछ, जसले उसको सम्पूर्ण विकासमा सहयोग पुर्याउँछ। जस्तै मार्गदर्शनले जुनसुकै क्षेत्रहरू हुन सक्छ, जस्तै शिक्षाको होस्, अनि बिजनेसको होस्, यता अरू क्षेत्रहरू, जीवनको होस्, जुनसुकै क्षेत्रलाई मार्गदर्शन गर्न सक्छ। तर शैक्षिक मार्गदर्शन भन्ने बित्तिकै शिक्षाको क्षेत्र मात्रै भयो है। अब दोस्रो प्रश्न, विद्यार्थीहरूको लागि क्यारियर विकासमा परामर्शको महत्त्वलाई व्याख्या गर्नुहोस्। परामर्शको के महत्त्व छ उनीहरूको करियर विकासका क्रममा विद्यार्थीहरूले विषय छनौट, पेशा चयन, क्षमता पहिचान र भविष्यको दिशाबारे अनेक अन्यल र दबाव सामना गर्छन्। यस्तो अवस्थामा परामर्श अत्यन्त महत्त्वपूर्ण हुन्छ। यसको महत्त्व यस प्रकार छ। आफ्नो क्षमता र रुचि पहिचान गर्न सहयोग, सही क्यारियर छनौटमा सहयोग, यो पढ्नु होला है भित्रको है। आत्मविश्वास र आत्मसम्मान वृद्धि, निर्णय क्षमता विकास, तनाव र भ्रम हटाउने, लक्ष्य निर्धारण र योजना बनाउन सहयोग, व्यक्तिगत समस्या समाधानमा सहयोग, रोजगार योग्य सिप विकासमा सहयोग। निष्कर्षमा करियर विकासमा परामर्शले विद्यार्थीलाई सही दिशा, स्पष्ट लक्ष्य र आत्मविश्वास प्रदान गर्छ, जसले उनीहरूलाई सन्तुष्ट र सफल व्यावहारिक जीवनतर्फ अग्रसर गराउँछ। के गर्दा ठिक, के गर्दा बेठिक भन्ने कुरा परामर्शले, गाइडेन्सले होइन त उनीहरूलाई चाहिँ सहयोग गर्छ। गाइडेन्सले, मार्गदर्शनले, परामर्श भनेको त काउन्सिलिङ भएको, काउन्सिलिङले पनि। अब परामर्शको अर्थ र प्रकारहरू व्याख्या गर्नुहोस् र यसलाई मार्गदर्शनबाट फरक ल्याउनुहोस्। अब यो फरक के छ त परामर्श र मार्गदर्शन बीच? पहिला अर्थ भन्ने कुरा त हामीले गरिहाल्यौँ, यसको प्रकार पनि गरिहाल्यौँ होइन। मार्गदर्शनका प्रकारहरू गरेको छैन भने गर्नुपर्छ। शैक्षिक मार्गदर्शन, यो अघि मैले भनेको थिएँ, शैक्षिक मार्गदर्शन, करियर परामर्श होइन। शैक्षिक मार्गदर्शन बनाएछ, शैक्षिक परामर्श, क्यारियर परामर्श होइन, व्यक्तिगत समस्यात्मक परामर्श, समूह परामर्श। अब परामर्श र मार्गदर्शन बीच के फरक छ त? यहाँनिर छ, यो दुईटा बीच फरक यहाँनिर छ। तपाईँहरूले पढ्नु होला आरामले। मैले अघि तपाईँलाई बुझाइहालेँ अलिअलि मार्गदर्शन र परामर्श बीच फरक। तपाईँहरूले यो पढ्नु होला, म चाहिँ तपाईँहरूलाई समग्र भनिदिन्छु। मार्गदर्शन भनेको चाहिँ जस्तै यो दुईटा बीच मुख्य फरक के छ भने नि, मार्गदर्शनमा व्यक्तिलाई कुनै पनि समस्यामा परेकै छैन, कुनै समस्या परेको छैन र पनि यसो गर्दा हुन्छ, उसो गर्दा हुन्छ भनेर भन्नु चाहिँ मार्गदर्शन हो। मार्ग देखाइरहनु। जस्तै घरमा तपाईँहरूलाई नानी यसो गर्नु हुँदैन है, नराम्रो काम गर्नु हुँदैन है, चुरोट खानु हुँदैन है, अलिक अडल हुँदै गएपछि चुरोट खानु हुँदैन, यस्तो काम गर्नु हुँदैन, नराम्रो साथीहरूसँग हिँड्नु हुँदैन भन्नुहुन्छ नि, त्यो चाहिँ मार्गदर्शन हो। त्यो जीवनभर चलिरहन्छ, जीवनभर चाहिरहन्छ, भनिरहनु, झोझक्क्याइरहनु विद्यार्थीलाई, राम्रो पढ्नुपर्छ है, यसो गर्नुपर्छ, यस्तो उस्तो भन्नु मार्गदर्शन हो। परामर्श, काउन्सिलिङ भनेको चाहिँ अब विद्यार्थी पढ्न छोडो, अब तपाईँले चुरोट खान थाल्नुभयो, तपाईँ गलत बाटोमा जानुभयो भने चाहिँ अब काउन्सिलिङको आवश्यकता पर्छ। विशेष गरेर तपाईलाई बोलाएर सोधखोज गरेर रानी यस्तो हुँदैन, उस्तो हुँदैन, यस्तो गर्नु हुँदैन थियो, गरिहाल्नु भएछ, अब छोड्नुपर्छ, यो काम राम्रो होइन भन्नु चाहिँ परामर्श हो। कुरा बुझ्यो? मार्गदर्शन भनेको बाटो देखाइरहनु मार्गदर्शन हो। कुनै समस्या छैन त्यही पनि बाटो देखाइरहनु, यस्तो उस्तो भनेर देखाइरहनु मार्गदर्शन हो। समस्या परिसकेपछि त्योबाट निस्किनको लागि मद्दत गर्नु चाहिँ परामर्श हो। कुरा बुझ्यो?
यो पढ्नु होला अझै मजाले बुझिन्छ। यति फरक छ कुरा, यति फरक बुझियो भने तपाईले जति पनि लेख्न सक्नुहुन्छ। मार्गदर्शनले व्यक्तिलाई सही दिशा देखाउँछ भने परामर्शले उसलाई व्यक्तिगत समस्याको समाधान र निर्णय क्षमतामा सहयोग पुर्याउँछ। दुवै एकअर्काका पूरक हुन्। अब युनिट 6 लेसन 6 एकाइ 6 एकाइ 6 मा सिकाइको स्वरूप र सिद्धान्त भन्ने छ। यो हामी भोलि गर्छौं। हस्त साथीहरु, आजको भिडियो तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला र जस्तो लाग्यो त्यस्तै कुरा भन्नु होला, कमेन्टमा भन्नु होला के सुधार गर्नुपर्ने थियो या के छ कुरा तपाईको राख्नु होला। भोलिको भिडियोमा म तपाईलाई अलिकति यसलाई सुधारेर ल्याउने प्रयास गर्छु। यदि सुधार्नु पर्ने ठाउँ छ भने मैले त पुरै प्रयास गरेको छु हजुरहरुको लागि भनेर तपाईहरुले पनि राम्ररी हेरेर साथीहरुलाई शेयर गर्नु होला। यो एकदमै महत्त्वपूर्ण छ तपाईहरुको लागि भन्ने कुरा मैले विश्वास गरेको छु। हस्त भोलि भेट्नु पर्छ। थोरै लामो भिडियो भयो तर केही छैन, जति एक्सप्लेन गरेर मैले तपाईलाई भने त्यसले चाहिँ तपाईहरुलाई पूर्ण तरिकाले मद्दत गर्छ भन्ने कुरा मैले विश्वास गरेको छु। है त साथीहरु, ल भोलि भेट्नु पर्छ। थ्यांक यू, धन्यवाद है।